all the way from Kotkagawa. ल साथीहरु आधा उधी बाटो पनि पुगेको छैन हामी कगनीको तर वेदर चाहिँ बहाल गर्मीबाट एकदम खुल्ला ठाउँमा आइसकेको छ हैन त बाउन्छ टक्क आफ्नै गाडीमा मस्त सुत्यो जे गर्दा नि हुन्छ हाफपट्टुमा चप्पल लगाएर यसरी ब्याटब्याटे चप्पल आफ्नो गीत बजायो No for street battle. No molecular treat that, so I don't have a defrauding beach fight on the matter of my beach back, so I don't look like a rapper, but looks doesn't matter to the money that seems to answer. So that you're different when your lyrical level in Nepali scenes a cat or what they go up like a more crowded by holding the sun. सुन्नेले बुझ्छ यहाँ भिन्नता मै हुने र्यापरहरू त मेरो स्वरले नै खिन्न भा अहिले त कसैले सुन्दैन सुन्नेले बुझ्छ यहाँ भिन्नता मै हुने र्यापरहरू त मेरो स्वरले नै खिन्न भा मेरो कुरा साँचो साँचो कुरा गर्नेलाई हाँसो नपस्नेलाई घाँटीमा ल है अब अन रोडबाट अफ रोडको यात्रा सुरु हुँदैछ हाम्रो चट्ट लाएर अहिलेसम्म त बाटो एकदम खुङखार बाटो थियो राम्रो अब चाहिँ आयो अफ रोड तर केही छैन हामीसँग ड्राइभर एकदम राम्रो हुनुहुन्छ हैन गुरुजी यो चाहिँ हाम्रो नो डेस्टिनेसन राइड हो हामी कहाँ जान्ला हामीलाई पनि थाहा छैन है We even don't know where we are going right now but we are going somewhere. Yeah man. How are you Mate? Good. Hey nigga. Yeah, our driver is me. Oh my god. Sorry. ल नेपाल सरकार अब बाटो चाहिँ नेपालको कुना काप्चाको बाटो बनाउनु पर्यो यहाँको मात्र हैन नेपालको हरेक ठाउँको बाटो चाहिँ मक्खन हुनु पर्यो के जानलाई केही बाधा अडचन नआओस् न सरर जान पाइयोस् हैन जस्तो गाडी पनि जाओस् जस्तो बाइक नै जाओस् जस्तो स्कुटर नै जाओस् साइकल पनि जाओस् के जानलाई सोच्नु नपरोस् अनि यसरी यहाँ नअड्किनु परोस् यस्तो यहाँ बाहिर पुरै यो बाटो हेर्नु त यस्तो छ यस्तोमा बनाउनु पर्यो है बाटो बनाउनु पर्यो बाटो मात्र हैन धेरै कुरा डेभलप गर्नुपर्ने छ मान्छेको सोचदेखि लिएर सबै कुरा डेभलप गर्नुपर्ने छ त्यसैले बनाउनु पर्यो है देश बनाउनु पर्यो नत्र मलाई दिए हुन्छ म बनाउँछु मान्छे लाइनमा छ नि यहाँ टन्नै यहाँ हामीले के भेट्यौँ यस्तो यो मान्छे खतरा रहेछ बारीमा काम भइरहेको छ गाउँले लाइफ पानी पर्न लाग्यो हैन कालेको गाडी बाहिरबाट धुएन बाहिरको पानीले धुइन्छ झ्याल खुल्लै राखम बाहिरबाट भित्र पानी आउँछ नि अनि यहाँ कपडाले पुस्दै गर्नु सभा गर्नु पैसा तिर्नु पर्दैन यहाँ केटाहरूले सभा गरिदिन्छ पुसी टाललाई टल्का टलक्कैमा ल अब हामी तारकेश्वर नगरपालिका छोडेर नुवाकोट जिल्लाको लागि प्रवेश गर्न लागेको छौं काठमाडौँको एन्ड भएको छ अब यहाँ खै होटल रहेछ हामी यो होटल जान त आएको होइन ट्राउट माछा फार्म रहेछ ककनी चाहिँ ट्राउट माछाको लागि एकदम फेमस ठाउँ हो जता जतै ट्राउट माछा भनेर लेखेको थियो लोकल भाले खाना त ओहो यहाँको बिल्डिङ चाहिँ राम्रो लाग्यो मलाई है खतरा रहेछ ल यस्तै घर बनाउन पाए त कति मजा आउँथ्यो होला तर के गर्नु गरिबी छ जिन्दगी मैले 60 रुपियाँ बोकेको छु यसले खै कति रुपियाँ बोकेको नि एउटाले 500 बोकेको एउटाले 200 रुपियाँ बोकेको अब त्यतिले के पुग्छ जोडेर गाडी छ गाडीमा अलिअलि तेल छ लेडी ड्राइभरले 4 व्हील रहेछ गाडी अगाडिको टायर चिप्लाइदिइरहे आर्मीको गाडी पनि सही आर्मीको हो र तर यो त प्राइभेट गाडी हो होइन प्राइभेट हो छैन यस्तै छ हामी ऐतिहासिक हो कि ऐतिहासिक पर्यटकीय एवं सांस्कृतिक जिल्ला नुवाकोटमा हार्दिक स्वागत गर्दछौँ अब हामी नुवाकोटतिर लागिसकेका छौँ
माछाको मिठो बास्ना आयो के गर्नु माछा खाने ओइ तेरो यहाँ पानी छैन पानी खाम न पानी खानु त पाइन्छ होला नि गुरुजी के हो कुरो तान्नु सक्नुहुन्छ नि गुरुजी छाडा नबोल्न भने भ्लगमा छाडा बोलिदिरहेको केटा सभ्य भाषा हामी सभ्य नागरिक हो त्यसैले सभ्य भाषाको प्रयोग गर्नुपर्छ फ्यामिली फ्रेन्डली भ्लग यो चाहिँ मेरो खै कति रुपियाँको चप्पल हो यो त्यो पनि थाहा आएन मलाई मेरो यो 300 को हो भाइ कति वर्ष पुरानो 2 वर्ष पुरानो 2 वर्ष पुरानो चप्पल लगाएर हिँड्दा कालेले यसले फेरि अब एयरफोर्स ओरिजिनल एयरफोर्स लगाएर अर्कोले किटोको चप्पल लगाएर यस्तै छ यहाँ हेलिकप्टर देख्न सक्नुहुन्छ अहिले उडेको छैन एकछिनमा उड्छ यो फलाना साइक्लिङ है साइक्लिङ साथीहरू यस्तै छ सनरुफ छैन के गर्नु अब झ्यालबाटै बाहिर निक्लिनु पर्छ गाह्रो छ नि कालेलाई यहाँ काटेर सनरुफ बनाउन काले भनेको मान्दैन के हो ओइ मौला ए साटी हो बिस्तारै अब निक्लेन भाइ त्यताबाट उताबाट बाहिर साथीहरू यस्तै छ के गर्नु कस्तो लागिरहेको त तँलाई एक्सपिरियन्स यस्तै छ बाटो यस्तो छ है सिलेक्स नुवाकोट ककनीमा छौँ अहिले राइट नाउ we don't know where we are going but we are going somewhere I already told you in the vlog this is life anything can happen anytime so just live for today and enjoy the moment live for to ल है साथीहरू live for today यस्तै हो के गर्नु अब घुमेरै सिक्ने हो सबै कुरा अब संसार हेरेरै सिकिन्छ कोठाभित्र बसेर केही नै थाहा पाइँदैन कोठाभित्र बसेर बाहिर काठमाडौँभन्दा बाहिर नआएको मान्छेलाई यस्तो बाटो छ भन्ने थाहा नै छैन होला अब यहाँ केही पनि छैन नथिङ केही पनि पाउँदैन यहाँ त त्यो चाउचाउ पनि पाउँदैन होला कि सायद यो ठाउँमा त्यस्तो ठाउँ हो कि त्यस्तै छ साथीहरू त्यसैले बाँचौ आजको लागि चिन्ता टेन्सन भन्ने कुरा हुँदै गर्छ के हो काले लिभ फर टु टेन्सन भन्ने कुरा हुँदै गर्छ टेन्सनलाई पनि एकदम टेन्सन भयो भने महिला मात्र हुन्छ भनेर हाँसिदिने हो कि द्याट्स अल उताबाट गाडी आयो भित्र छिर्नुपर्छ है साथीहरू भर्खरै एउटा गाडीलाई भेटाएको थियौँ हाइलक्सलाई यो गाडी जाँदैन भनेर भन्नुभयो त्यो दाइले तर अब के त हामी फेरि कस्तो मान्छे भन्दाखेरि त्यो जाँदैन भनेपछि जाम लाग्ने होइन कि हामी चाहिँ जहाँसम्म जान सकिन्छ गइन्छ जहाँबाट सकिँदैन त्यहाँबाट फर्किने त्यस्तो हाम्रो उद्देश्य चाहिँ सिद्धान्त पछाडि बवाल हुन्छ गइरहेको त हो राइटतिर है पछाडि बाइक आयो पछाडिबाट 220 हेर्सा गुम्बा भन्नु राम्रो छ कहिले हिलोबाट हालिस् नि त ए सरी के थाहा त मलाई ढुङ्गा टिपे भुइँबाट पोडकास्ट हानौँ न त तर म यहाँ अनि के चल्दैछ त जिन्दगीमा जिन्दगी एकदम गुड चल्दैछ यस्तै रहेछ होइन हामी बाँचिरहेको हाम्रो लाइफ बाँच्नै पर्यो रनिङ गाडीमा ढुङ्गा टिप्दै भर्खर यात्रा गुम्बा यही बाटो होला ओ माई गड यस्तो छाडा कुरा लेख्नु भएन है यो यस्तो राम्रो ठाउँमा एस लभ आर रे अरे रिजन के हो लभ पर्छ कि क्या हो छोरो गाड त यहाँ रहेछ नि त केटा गाड त यहाँ रहेछ है केटा अब उठी आइदिसक्यो हामी त एकछिन वाक हान्छौँ पहिला बाटो कस्तो छ निरीक्षण गर्छौँ त्यसपछि सुरु हुन्छ हाम्रो हेरौँ कहाँसम्म गइन्छ माई गड खत्रै छ त यार बाटो त साँच्ची जान्न जस्तो छ ए यहीँसम्म मात्र हो यहीँसम्म मात्र होला भनेको बाटो त चकनाचुरै रहेछ इम्पोसिबल टु गो यहीँसम्म रहेछ हाम्रो यहाँको यात्रा ल यहीँबाट फर्काउनु पर्ने हुन्छ
ल हामी यहाँबाट फर्कियौँ साथीहरू। यस्तै रहेछ यहाँ बाटो घन्टो जस्तो रहेछ। बिग्रेको रहेछ बाटो, अलिक खत्तम रहेछ। त्यसो हामीले जान त सकिन्थ्यो तर नगएको। अब हामी अन्तै जान्छौँ, यस्तै छ। हामी अब के भन्छ ककनीको नुवाकोट होइन कि, अब हामी नुवाकोट दरबारवाला नुवाकोट जान लाग्छौँ फर्काएर। डेस्टिनेसन चेन्ज भयो, लिभ फर टुडे भनेकै यही हो। यस्तै छ, जे नि हुन्छ कि रमाइलो गर्ने त भने। आज शनिबारको दिन अब होइन चट्ट फ्रेस हुनु पऱ्यो केटाहरूसँग, झल्लु भएर बसिन्थ्यो। बरु घुमाउँ यसो होइन भनेर निक्ल्यौँ। अनि हाम्रो रिजन सरले गाडी निकाल्नु भयो। अन्त हामी सोची नसम्झी कहाँ पुगिरहेको हुन्छौँ। पहिलेदेखि भ्लग गर्नु पर्ने ठिकै छ, गरिरहेको थियो। अब फेरि गरिन्छ। ल है त साथीहरू, अब सिधै टोखाको बाटोमा भेट्नुपर्छ। बवाल सिलिक्क परेको बाटोमा। यस्तै छ, धन्यवाद। हामी अब यहाँबाट नुवाकोट छोडेर फेरि काठमाडौँ छिर्यौँ। त्यहाँबाट फेरि नुवाकोट छिर्छौँ हामी। यस्तै छ झल्लु लाइफ। के गर्नु, गाह्रो छ। ओहो तल त के हो, छाता छाता गार्डन गार्डन हो गया। फेरि काठमाडौँको चलपल हल्ला हो हल्लामा आइयो हामी होइन। अहिले राइट नाउ वी आर एट गङ्गोबु बस पार्क। यत्रो हेर यहाँ मान्छे भिडभाड, तर केही छैन। अब हामी फेरि गाउँतिर लाग्छौँ अब होइन। टक्क सट्ट पानी अघि गर्मी पनि भयो एकछिन, फेरि अब पानी पर्ला जस्तो छ। आनन्दको शीतल वेदर छ, रमाइलो भइरहेको छ। केटाहरूसित गफगाफ हुँदै चट्टसँग लाएर अब सिधै कहाँ भेट्नुपर्छ कहाँले भन्दै त हामी नुवाकोट दरबार पेट्रोल पम्प। पहिला पेट्रोल त हाल्नु पर्यो। पेट्रोल होइन नि फेरि, यो डिजेल गाडी हो, डिजेल हाल्छौँ हामी है। अब पेट्रोल भनेको डिजेल गाडी हो। लास्ट पेट्रोल पम्पमा हालौँ न भनेर लास्ट पेट्रोल पम्पमा आएको, डिजेल छैन भनेर लेखिदिरहेको रहेछ। अब यसो रोकेर पानी किन भनेको, वहीँ डेस्टिनेसन पुगेर खाने पानी भन्छ। अब के गर्ने, अब 2 घन्टा कुर्नुपर्छ मैले पानी खान पनि। हेर्नु त यो साथीहरू यस्ता छन्, पानी खान पनि दिँदैन यार। गएकै रहेछन् यार, मागेको छन् यार। अर्कोले फेरि उहाँ माथि डिजेलै पाउन्न भनिदिरहेको फेरि। ल है चिसो भयो, झ्यालझ्याल लगाएर बसिरहेको छ। टक्क लगाएर तातो हुन्छ। अब गर्मीबाट आएको चिसो भइरहेको। कस्तो भइरहेछ त यात्रा? यस्तै छ है। ल साथीहरू, अब चाहिँ हामी नुवाकोटको लागि अलरेडी उकालो चढिसकेको छौँ। ठ्याक्क तारकेश्वर नगरपालिका फेरि छुट्टेर हामी नुवाकोटको कुन चाहिँ नगरपालिका गाउँपालिका केतिर लाग्छौँ होला। अब उकालो चाहिँ यस्तो छ, टक्क तान्दिँदैछ। गीत चाहिँ बन्द गरिदिउँ न यार, कपिराइट लाग्छ। त्यहीँबाट बन्द गर्ने एकछिन, भिडियो खिचाइ बेला बन्द गर्न। आफ्नै पनि लाग्यो नि, के गर्ने होला। ल काफलदेखि त खानै पर्यो साथीहरू, के गर्नु। काफल खानु पर्यो नि त। काफल चाहिँ खानु होला। कसरी हो काफलको? 100 रुपियाँ रे। एउटा चाख्न मिल्छ? ये ल मैले मिठो हो केटा है। साथीहरू नुवाकोटको यात्रा यस्तै छ। यस्तो रहेछ यहाँ बीच बाटोमा नुवाकोट जाँदाखेरि चाहिँ यहाँ टक्क काफल साफल बेच्नु हुँदो रहेछ। हामी चाहिँ लाग्यौँ अब। चल्दिस भट्टेको 200 रुपियाँ सक्यो। ग्लासको 100 रे। यता देखा मलाई काफल मिठो। कुपु खाइदैन। कहाँ केटा हामी यो छहरे अरे होइन, गाडी। हामी चाहिँ नुवाकोट दरबार गएर भट्टे चिकसँग रिजन काले भेट्ला। अनि त्यहाँ चाहिँ निकास पैसावाला
किन्यो है छोरोले सामान किन्यो 320 रुपियाँ भयो केटा 320 रुपियाँ खत्रै किन्योले 320 रुपियाँ लेट्स गो ल साथीहरु हामी यहाँ चाउचाउ ब्रेक पेट्रोल हाल्दैछौँ हामी त्यस्तै छ हाम्रो सुपर कार चाहिँ यही हो कस्तो छ त सुपर कारको हालत हो पेट्रोल पम्पमा ब्रेक भइरहेछ यहाँ कस्तो लागिरहेछ त केटा कस्तो भइरहेछ यात्रा एकदमै रमाइलो भइरहेको यात्रा पैसा बिनाको यात्रा ताल हेर्नु ताल ल गाइजहरु हामी चाहिँ अब अहिले 4% ब्याट्री सकिन लाग्यो अनि यस्तै छ ओ के भइरहेछ ल हामी चाहिँ नुवाकोटको दरबारमा आइसकेका छौँ दरबारमा नै दरबारको एरियामा यस्तो रहेछ के छ त बाहुन सर यसो 1-2 राउन्ड हान्छौँ हामी यहाँ त्यसपछि let's see what happens here रमाइलो रहेछ यार तर है सेम त्यो बन्दीपुर भाइब्स के कस्तो रह्यो त आजको ड्राइभिङ एक्सपिरियन्स कस्तो भइरहेको त केटा हो बवाल यार बवाल रमाइलो भइरहेछ ऊ दरबार अगाडि रहेछ त्यसलाई फेरि फार्म गई यहाँ दरबार चाहिँ भत्किरहेको रहेछ तर एकदम बन्दीपुर बनाउन मिल्ने खालको ठाउँ रहेछ बन्दीपुरको फिल आउने रहेछ यार त बन्दीपुर अनि त्यो भक्तपुर माथिको त्यो मन्दिर के अरे सही रहेछ है ब्याट्रीको अब चार्ज चाहिँ 1% मात्र छ के खिच्न भ्याउने हो यस्तै छ ल बवाल छ जस्तो छ यार उतातिर त भत्केको यताभित्र हेर्नु नाइस रेनोभेट गरेर आएर रहेछ लोकल हो नि त म यहाँको ठ्याक्कै बन्दीपुर पर है हेर्नु कस्तो भयो त यात्रा केटा हो यात्रा त बवालै भइरहेको नि हो नि त मन्दिर रहेछ नि त केटा हो यसले त प्लान चौ इनड्राइभ गर्दै त यसलाई तल बजार सही देखिरह राम्रै रहेछ है त्यही हो देवघाट हामी जाने त्यही हो गाह्रो पार्यो नि त भट्टेले रास्तै गाह्रो पार्यो नि यहाँबाट देवघाट चाहिँ पुगिएला भन्ने त्यही त यार उहाँको दरबार बन्दीपुर भाइब्स दिँदो रहेछ अलिकति कम्प्लिटली बनिसकेको रहेछ सायद भूकम्पले गर्दाखेरि केही क्षति भएको थियो होला तर अहिले चाहिँ एकदमै जियोस बाटो सबै बन्दीपुरको टाइप काठमाडौँको त्यो दरबार स्क्वायरहरूको टाइपहरूको त्यो हुन्छ नि स्ट्रक्चरहरूदेखि लिएर सबै कुरा घरहरूको स्ट्रक्चरहरू पनि एकदम प्योर टिपिकल नेपाली के कन्क्रिटले बनेको भयो भने टिपिकल नेपाली स्टाइल दिएको छ कि तर पिस के ठाउँ एकदम पिसफुल हरेक घर चाहिँ खासमा नेपालको हरेक घर दिनुपर्ने स्टाइल दिनुपर्ने चाहिँ त्यस्तो हो खासमा कन्क्रिटको भयो भने एकदम त्यो टिपिकल नेपाली ऊ दिनुपर्ने कि वुडन स्ट्रक्चर टाइपको हाम्रो सुपर कार चाहिँ उहीँ अगाडि छ
भट्टे दादा यहीँ हुनुहुन्छ घरको चाबी बोकेर आउनु भएको सरले अब के भन्ने हो सरलाई अब अडियन्स एक दुई शब्द जाओस् त यस्तो रमाइलो गरिरहेको बेला भट्टे सरलाई भट्टे सर What's up, bro? अब ब्याक टु काठमाडौँ हुँदैछौँ हामी फर्किँदैछौँ यात्रा सफल रह्यो रमाइलो रह्यो यस्तै रहेछ के गर्नु घरतिर फर्किँदैछौँ हामी ल है त साथीहरू यस्तै छ नुवाकोट दरबार पनि घुमियो देखियो राम्रो रहेछ नाउ ब्याक टु काठमाडौँ यहाँबाट चढ्छ र यस्तो चिल्लो बाटो रहेछ हामीलाई पुरै अफरोडै अफरोड आउनु पर्यो यस्तै रहेछ ए मेरो अर्को फोन चाहिँ कहाँ छ ए मेरै गोजीमा छ ल यस्तै रहेछ बवाल रहेछ ठाउँ घुमघाम तरै भयो होइन त कडा भयो कडा मट्टार बजार नेक्स्ट टाइम फेरि घुमघाम भन्ने खालको ठाउँ रहेछ एउटा चितवनलाई सही रहेछ त्यस्तै सफा हुनुपर्ने क्या